हेलो नमस्ते सम्पूर्णलाई स्वागत छ यस भिडियोमा। आज चाहिँ म ठ्याक्क लगाएर भन्नुपर्दा भ्लग भिडियोहरू बनाउँदा वाक्क डिक्क फक्क लागेर आज चाहिँ मैले आजबाट चाहिँ मैले यस्तै कमेडियन यस्तै हुन्छ नि प्राङ्क गर्नेहरूको लागि प्राङ्क गर्नेहरू भिडियोलाई रियाक्सन गर्ने या यताउति केही कुराहरूलाई रियाक्सन गर्ने तरिकाले मैले चाहिँ बाट यसो रियाक्सन भिडियो गराउनको लागि सुरु गरिरहेको छु। तपाईहरुले कस्तो लाग्छ कृपया ध्यान दिएर हेरिदिनु होला। यही त भन्न लागेर रियाक्सन गर्दा त आई डोन्ट नो, मलाई थाहा छैन। अब चाहिँ हामी ढिलै नगरिकन हाम्रो एलिस राई दामी लाग्छ उहाँको भिडियो जो मैले धेरै हेरेको हुन्छु, तर तपाईहरुले हेरिसक्नु भएको छ होला। तर हेर्नु भएको छैन भने आउनुस् सँगै बसेर हेर्दिउ ढिलै नगरिकन एलिस राई प्राङ्क भिडियो। मार्क्स खोइ तेरो भन्ने किसिमको जस्तो छ। आउनुस् सँगै बसेर हेर्दिउ। लेट्स गो। दाजु मास्क लाउनु। मास्क यहीँ छ। हजुर यहीँ छ, नलाएर यहाँ गफ गर्दा अप्ठ्यारो हुन्छ भनेर एउटा लाउनु। नलाउनु मास्क लाउनु न दाजु, धेरै रुपियाँ होइन। मास्क खै दाजु? अनि मास्क तपाईँले बेच्ने मास्क मैसँग छ, अनि कसरी मैले लाउनु? ए ल लाउनु है दाइ। त्यो पारेको मान्छे त हाँसिरहेको के कस्तो। एलिस राई चाहिँ जिस खतरा हो क्या कसम प्राङ्क गर्न भन्छ दामी। लु दाइ मास्क लाउनु। मास्क लाउनु। के गरे हजुर के गरे? मास्क लाउनु भनेको के गर्नु नि? मास्क लाउनु नि, मास्क नलगिन बस्नु भएको छ। मास्क लाउनु नि दाजु, लाउनु न। उचाउ के भाइ? उचाउ किन मास्क नलगिन बस्नु? उचाउ नगर उचाउ। किन रिसाउनु भयो दाजु? मास्क लाउनु नि त नि। नगर रे। किन लाउने? मास्क नलगिन बस्नु भएको छ नि। अनि बस्दै पनि मास्क लाउँछु नि त। उता जाऊ उचाउ मैले भनिरहेको छु। दाइ मास्क लाउनु न। मास्क हजुर यो पुरानो भइसक्यो त्यो मास्क अन्त यो लिनु। मैले किनेर बन्डल ल्याएको छु, एउटा लिनु तपाईँ, एउटा तपाईँ लिनु, एउटा हजुर पनि लिनु है। त्यो नयाँ मास्क लाउनु ल दाजु। है दाजु राम्रोसित लाउनु है। यो वाला देख्छ कि पछाडि गच्ची तानेर एकदम कमेडी। दाजु लाउनु भयो? लाउनु है, सधैँ लाउनु है। पुरानो मास्क नलाउनु। अब सुन्नुहुन्न है, यहाँ सुन्नुहुन्न है। सोयो भने त्यो उठ्यो हुन्छ है। है दाजु मास्क खोइ मास्क लाउनु। चिया खाने बेलामा के मास्क लाउनु। म बेच्दै के अरे सबैलाई बाँड्दै आएको। एउटा हामीसँग हामी कहाँ छ? लाउनु न। लाउँदैछु भाइ। लाउनु है। थ्याङ्क यू।
नत्र मैले किन्दै आएको छु नि यत्रो छ ठिक छ एक बट्टा छ एक वर्ष है ठिक छ मास्क लाउनुपर्छ क्या मास्क लाउनुभयो गाई लगाइसकेको मास्क नलाउनु लगाएको होइन लाउनु हुँदैन जबरजस्ती त्यसरी नगर्नु है देखिरहेको छैन जबरजस्ती त्यसरी किन गर्नु के हो पुरा कसरी तपाईँ जबरजस्ती किन गर्नु भएको छ भन्दैछ पुरानो भइसक्यो पुरानो हो क्या 10 रुपियाँ दिनु ल यहाँ छँदैछ त किन 10 रुपियाँ दिँदै यत्रो समस्या है हजुर डिस्टर्ब किन गरेको यहाँ मान्छे बसिरहेको हात लाउनु हुँदैन कसरी मास्क लगाउँदैन है फेरि कस्तो लगामा है यो पुरानो भइसक्यो दाजु पुरानो भइसक्यो एउटा दिउँ एउटा दिन्छु क्या राम्रो छ यो मास्क अन्त जबरजस्ती दाइरे यो मास्क लाउनु मास्क बिचरा यता हेरे भाइ एकछिन हेरे के गर्न लाग्यो अब भन्छ जस्तो किसिमको के मास्क लाउनु छ नि मैसँग मास्क छ नि मैसँग मास्क खै लाउनु भएको छैन अनि तपाईँ खानु नि त ए लाउनु है ल होइन हुन्छ एउटा लाउनु न पोको बोकेर हिँड्दा छु होइन मैसँग एउटा लाउनु न दाजु एउटा लाउनु न मेरो तर्फबाट गिफ्ट है एउटा लाउनु सबै मैले बोकेर गरिदिनु है लाउनु है फेरि पैसा त आउँदैछ अब यहाँ के हाल्छ दाजु लाउनु भयो चटपटे खाँदैछु लाउनु न लाउनु भनेपछि लाउनु न तपाईँ पनि लाउनु तपाईँ पनि एउटा लाउनु दाइ मास्क लाउनु दाइ मास्क लाउनु दाइ मास्क लाउनु मास्क लाउनु न लाउनु न पक्की लागेको छ लाउनु है मास्क लाउनुपर्छ है मास्क लाउनुपर्छ क्या हजुर यसरी गरे पनि ए मास्क लाउनु ल यसरी बोलाए पनि हजुर यसरी बोलाए पनि मिस्टेक भएछ मिस्टेक भएछ अरे मास्क लाउनु मान्छे के तनाव बाछा यार मा पछेटा भाइ तर दामी यार हिम्मत एलिस दाइको हिम्मतलाई चाहिँ एकदम मान्नुपर्छ जस्तो लाग्छ मलाई किन मास्क लाउने बस्नु न त मास्क लाउनु न यो राम्रो मास्क छोड्दै दिनु मेरो कपालमा किन समात्यो अहिले होइन मास्क यसो दिन लानु त नि मास्क दिन्छ कसैले मान्छे कपाल समाउने हो होइन यो कपाललाई मैले कति खर्च गरेँ होइन मास्क लाउनु न मास्क तँ छोडिदेऊ न भाइ मास्क भयो भने मेरो कपाल किन समात्यो तिमीले भन्ने तरिका यो सरी यो मान्छेलाई कपालको मय छ यो कपालमा कति खर्च गरे आउने कि सिधै गाह्रो किन त अनि मास्क लाउनु न सरी म तिम्रो दाँत भाँच्दियो अनि तिमीलाई चाहिँ म सरी भनौँ अचम्म देखेन यो पार्कमा बसिरहेको को छ यहाँ मान्छे किन बोलाउनु पर्यो मास्क दिमाग खराब नगरौँ न अरे होइन बिग चल्ला त्यही भएर मास्क भगवान् थाहा छ मलाई ल मास्क दिन आयो होइन ल मास्क दियो ल जाउँ मान्छे दुनियाँ तनाव हुन्छ यहाँ मान्छे के प्रब्लम मास्क लाउनु ल जाउँ मास्क लाउँदै म टोपी ल्याउँछु त्यो पनि यार सिधै यार यसको भने अब विदेश जान लागेको
डलरले पैसा लुट्दिए जस्तो लाग्यो कि लास्टै तनावमा देखिन्छ तनावमा टलाएर बसिरहेको रहेछ पछिबाट ओइ भाइ गरेपछि कसको रिस उठेन यार सबै रिस मबाट खेतेर हान्दिहाल्ने हुन्डो जान्छु मास्क लादैन मास्क लाउनु लाउनु न छ यी मास्क छ बट्टै छ अरे हजुर बट्टै छ के कहाँ राखेको छ लाउनु पर्छ नि त लाउनु न एउटा छ के छ र त्यो उयो भने एउटा मैले बन्डलै बोकेर हिँडेको छु लाउनु त बन्डलै छ तपाईँ किन खर्च गर्नु तर यो कोरोनाको महामारीको समयमा चाहिँ मास्क लाउनुपर्छ भन्ने एउटा बाध्यता थियो सबैको तर पनि यस्तो प्राङ भिडियो बनाएर एउटा जनचेतनात्मकमूलक भिडियो बनाएर एउटा खबर फैलाउने हिम्मत साहस नै भनौँ एउटा एक किसिमको किनकि यति त हरकत कसरी गर्न सक्दैन कि यति खतरा हो हान भन्दा हान कि तर पनि ठिक छ यसलाई गुड छ के भर त अनि यही हो लगाउनु नि दाजु भनेको मास्कमा लगाउनु नि दाजु भनेको मास्कमा लगाउनु नि दाजु भनेको मास्कमा मास्क लाउनु न फेरि यो मान्छे के गर्दैछ यार ए गाडी टुपी झारेर हात हाल्नुपर्छ अनि आफ्नो हालेर के गर्नु मास्क लाउनु त भनेको मैले मास्क पर्दैन के रिसाउनु पर्छ दाजु परिहाल्छ मलाई रिसाउनु पर्छ रिसाए जाऊ मास्क लाउनु नि त रिसाइहाल्नुपर्छ त दाजु अनि गरिब भनेर हेपे यो चाहिँ खास ब्रेकअप भएर पुरै तनावमा बसेर रहेछ जस्तो लाग्यो कि मलाई यस मान्छेको रिस कडा रहेछ जस्तो लाग्यो मारे के भयो यहाँ किचकिच नगर्नुहोस् है तपाईँ मसँग मास्क छ भनिसकेँ एउटा मास्क लाउनु भनेको कस्तो मास्क यहाँ भौँला हुँदै मास्क लाउँछ नि दिनु नि त एउटा मास्क लाउनु पर्दैन लिँदैन म 10 रुपियाँ मात्र हो 10 रुपियाँ हाल्नु पर्दैन मलाई चाहिँदैन
अरू ठाउँ मास्क एउटा छ यार 20 रुपियाँ लाग्छ जसै लाग्छ मलाई मास्क भनेको राम्रो मलाई सित्तैमा आउँछ सिद्धेला राम्रो कुरा हो नि त नि तपाईँ मसँग दुवादस नगर्नु है मैले मास्क छ यहाँ गोजी मास्क हुँदा हुँदै अनि तपाईँ मास्क किन्नु मैले लाउनु नि त नि चिया खानु परेन गरिब भनेर हेर्बे त तपाईँलाई हेप्या हो र भने मास्क छ हुँदा हुँदै तपाईँसँग किन्नु भनेर भनिरहेको अनि मास्क 10 रुपियाँ त नि कति रुपियाँ भनेको 10 न 20 भने मसँग छ त किन किन्नु मसँग हेर्दै एक बट्टा बन्डलले किनेर तपाईँसँग छ भनेर के अन्त मैले सबै किन्नु त लाउनु नि त एउटा मसँग के चिज नगर्नु है अन्त यत्रो मान्छे छन् मसँग आएर के चिज नगर्नु है अरूलाई भन्नु न अरूले ऊ त्यहाँ मान्छे हेर्नु कति लगाएको छैनन् मसँग यहाँ मास्क छ तपाईँले बेच्ने मास्क छ दाजु लाउनु भयो लगायो कस्तो तै पनि हो नि लगाइरहेको छु उल्टो भयो उल्टो सुल्टो लाउनु त उल्टो भयो पछि गएको मान्छे यसको चाहिँ साट्टै विदेश जान्छु भन्दाखेरि दलालले पैसा खाइदियो रहेछ जस्तो लाग्यो है मलाई दाजु यो बाटो कता पुग्छ खोइ थाहा भयो मास्क लाउनु है हस् हस् मास्क नछोड्नु है हस् हस् मास्क लाउनु है दाइ लगाइरहेको छु यो मास्क यो अलिक कान अलिकति सानो रहेछ अट्छ 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 अरे कान अलिकति यो पातलो के अरे सानो रहेछ यहाँ अटे फुत्केलाई यसरी फुत्क्यो भने के गर्ने होइन म हाल्छु नि राम्रो मिलेर हाल्न खै कान एकचोटि है राम्रो छ दाजु है दाजु है दाजु मास्क लाउनु है है दाजु मास्क लाउनु मास्क लाउनु नि है लगाइरहेको छु मास्क है है दाजु होइन खाना ल्याएर दिनु दाजुले दाजु मास्क लाउनु है ल कि ल मास्क लगाइरहेको छु त लगाइरहेको छु हिँड्दा सुत्दा उठ्दा हग्दा मुद्दा के अरे हग्दा मुद्दा हिँड्दा के अरे हग्दा मुद्दा हिँड्दा सबै लाउनु है दाजु है कानले किन बसिरह म घुम्न आएको किन घुम्न यसो ठिङ्गो उमेर बसिरहेको हुन्छ अनि के गर्ने मास्क लाउनु पर्दैन मास्क लाउनु पर्छ पर्दैन मास्क लाउनु पर्दैन मास्क लाउनु पर्दैन लाग्छ छैन कस्तो हुन्छ मास्क लाउनु ल आफ्नो त मास्क पहिला मुखमा लगाउनु म लाउँछु मास्क लाउनु ल है मास्क लाउनु है यसो गरौँ भयो बाई बाई
लाउनु न हजुर लाउनु न हामी छ भनिरहेको मसँग लाउँला के तिमी चाहिँ जिस्केको थाहा भयो कहर थाहा भयो टच गरौँ न एकचोटि क्यामेरा सुट भएको छ क्या रमाइलो है दाइ नरिसाउनु ल है दाइ ल टच गरौँ टच एकचोटि ट्याप हान्नु न ट्याप किन डराउनु दाजु किन डराउनु भएको तपाईँ म मास्क लाउँछु कि चाहिँ नडराउनु यार म उहाँसँग गफ गर्दैछु यार नडराउनु एउटा यो सोसल अवेरनेसको भिडियो हो क्या लाउनु तपाईँलाई मार्क्स यहाँनिर सित्तैमै हो क्यामेरा खिचेर लाउनु दाजु मेरो प्यारो दाजु तपाईँलाई दुईवटा मार्क्स है दाइ सरी है दाजु रमाइलोको लागि है उयो त हेरेर भनिदिनु दाजु यसो हालिदिनु पऱ्यो ल रमाइलो भयो दाजु थ्याङ्क यू दाजु रमाइलो है दाजु ल दाजु थ्याङ्क यू है सर नरिसाउनु है त्यसो आउँछ युट्युबमा रमाइलो हुन्छ एउटा राम्रो राम्रो गर्नु पनि एलिस राई युट्युब च्यानलमा आउँछ मलाई उ गर्नु होला ल एलिस राई अहिले नै सर्च गर्यो भने सब्सक्राइब गरेर राख्नु यस्तै हाँस्न मन छ भने एलिस राई युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ र मेरो च्यानललाई पनि साथ सपोर्ट दिन सक्नुहुन्छ यतिटा भनौँ ल गाइस थ्याङ्क यू बिचमा क्या रुखको बिचमा ऊ हात हल्लायो नि यहाँ ल नरिसाउनु हात मिलाउनु दाजु रमाइलोको लागि खोलेर यहाँ मासु लगाएर दाजु यस्तो गर्छु नि त एकचोटि ल हस् ल कसम केही गरिदिनु यहाँ लाउँछु म हान्दिनँ यहाँ नि लाउने हेर्नुहोस् म केही पनि गर्दिनँ यहाँ सरी हेर्नु त क्यामेरा म माथि अरे यार सरी दाजु सरी एकदम सरी खासै हेर्दिनँ प्राय नेपाली सरी दाजु सरी एकदम एकछिनलाई गिटी बनाइदिएँ हो यो एउटा सोसल अवेरनेसको लागि भिडियो बनाएको है सर सरले बुझ्नु हुँदो रहेछ ल है त सर है थ्याङ्क यू ऊ त क्यामेरा रमाइलो भयो दाइ एकछिन भने रमाइलो भयो है दाइ त रिसाउनु भयो एकदम क्यामेरा अलिक हिट गर्नु पर्यो क्या ल ठिक छ ल एकदम रमाइलो भयो ल खोलेर यसो हात हालिदिनु अब झाडी पनि खिच्यो यतिको चाहिँ हुनुपर्छ गुड मैले फोनमा लाइक र सब्सक्राइब सबै गरेको छु सबै हो तपाईँलाई अब मेरो तर्फबाट होइन यो 2-3वटा लानु न घर अरूलाई दिनु नि 2टा मार्क्स दाजु तपाईँलाई पनि अरूलाई लाएर नयाँ मार्क्स लाएर राख्नु है यो नछुने हो फोरले नछुनु र तपाईँलाई 4वटा होइन राख्नु न घरमा ल्याएर दिनु कि सबै लानु ल राख्नु न यो यति पुग्छ क्या 4वटा राख्नु न ल घरमा राख्नु ल इन्स्टामा फलो गर न अलराइट गाइज थ्याङ्क यू सो मच यति बेरसम्म मसँगै बसेर हाँसिदिनु भयो हेरिदिनु भयो सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु एलिस राई युट्युब च्यानलमा छ यो चाहिँ मुख्य भिडियो मैले यो भिडियो चाहिँ लगभगमा 4-5 चोटि हेरिसकेँ
एकदम ध्याट धेरै राम्रो लाग्छ के एलिसी राईको त्यो प्राङ भिडियो फेरि त्यही भएर मैले फेरि हेर्छु कि एकदम राम्रो लाग्छ एलिसी राई युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ भन्दै यस च्यानललाई पनि मेरो च्यानललाई पनि टिकाराम पुन मगर च्यानललाई पनि कसैले सब्सक्राइब गर्नु भएको छैन भने आजैबाट सब्सक्राइब गरिदिनु होला किनकि म यस्तै आफूले प्राङ नगराए पनि अरूको प्राङ भिडियोहरू बनाउने छु र हेर्ने छु र सँगै बसेर हेर्ने छु भन्दै भिडियो बनाउने छु यति भन्दै मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला लाइक सेयर गरिदिनु होला दुःख सुखको साथी हाँसो नै हो त्यसैले हाँसौ धेरै बाँचौ भन्ने मेरो सल्लाह सुझावको साथसाथमा ओके अगेन सम्पूर्णलाई धन्यवाद धेरै धेरै अरू भिडियोहरू बनाउँदै गरौँला भन्दै अहिलेलाई यो भिडियोबाट बिराउन चाहन्छु हस्त नमस्ते धन्यवाद।